हेलो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज पनि फेरि पनि स्वागत छ तपाईँहरूलाई नयाँ भ्लगमा। आज सन्डे आइतबार हो होइन, आइतबार चाहिँ यति बिहान मान्छे आछन् किन 6 बजी मान्छे आछन्। फ्रेस भएर पनि सकिसक्यो होइन, बाहिर चाहिँ पुरै कुहिरो लाग्छ कि हुस्सो लाग्छ हेर्नु न, बाहिरै पुरै कोहीलाई चाहिँ बिहानै मान्छे आएर यस्तो डिस्टर्ब गर्छन् कि राति सुत्न पनि दिँदैन कि। अब एकछिन काम गरौँ, त्यसपछि खाना खान जानु पर्ला, फेरि काम स्टार्ट हुन्छ। अब हामीले अब खाना खान जाँदैछौँ होइन, त्यही हो खाना खाँदै त्यही बाटो त्यही हो के देखाउने होइन। यो एरियामा चाहिँ घन्टा गरे आएको आफ्नो आज पनि 250-50जनासम्म मान्छे आएको आज। त्यही छ हो, के गर्ने, भिडभाड हुन्छ होइन, त्यही छ। आजको हाम्रो खानामा दाल छ, फर्सीहरू, साग अनि यति मात्र हो। आज यो सेमसेम हुन्छ तरकारी चाहिँ। अब नुहाएर पनि सकिहाल्यो होइन। त्यही अफिसमा यस्तो बिजी छु के भन्ने होला। तर अब 10-15 दिनसम्म त यस्तो बिजी छु कि सेड्युल सकिन्न, यस्तो बिजीमा काम गर्नु। दिनभरि खाना नास्ता खाना चाहिँ फुर्सद हुँदैन कि आजभोलि। त्यही भएर बिहान नुहाउँदैन, बिहान मान्छे आइहाल्छन् कि, अनि त्यही भएर अहिले भर्खरै नुहाएर सकेँ। अब हेरौँ एकछिन बजारतिर एकछिन गएर आउनुपर्छ सायद हाम्रो सरसँग। त्यही हो, एकछिन घुमेर आउनुपर्छ। आज धेरै दिन भइसक्यो हिँडेकै छैन कि, उयो भएर एकछिन हिँड्नु पऱ्यो भनेर हो। अब दिनभरि अफिसमा यस्तो काम हुन्छ कि, यस्तो बिजी हुन्छ कि होइन, कुरै नगर्नु कि। त्यसपछि भिडियो पनि बनाउनु खास पाएन कि मैले। हिजो अस्ति पनि भिडियो अपलोड गरेन। अब त्यही खाना खाना जाने होइन, त्यही खाना खाना जाने, अनि फेरि आउने, फेरि काम गर्ने। फेरि दिनभरि 6 बजी जस्तै त हामी 6 बजीसम्म राति पनि काम गरेको। आज धेरै अफिसमा भिडभाड छ कि हाम्रो, उयो भएर फुर्सदै हुन्न कि। बिहान पनि उठ्यो होइन, बिहान उठ्यो मान्छे हुन्छन् बिहान, त्यही भएर बाहिर पनि जानु पाउँदैन कि। सो अब फेरि भिडियो बनाऊँ भनेको कि। अब केही देखाउने, त्यही खाना खाने, त्यही उठ्ने, त्यो भएन। त्यही भएर मैले भिडियो पनि बनाएन कि, त्यही रिसले होइन। सो अब आज मौसम चाहिँ अहिले ठन्डा ठन्डा छ होइन। आफ्नै भिडियो मैले आफै हेरिरहेको छु भनौँ। अब आफ्नो भिडियो हेर्न आफै पनि ठिकै लाग्छ भनौँ। अब यो लाइट बलिरहेको कि, उयो भएर लाइट बलिरहेको कि, त्यही भएर देखेर होला। आउने भिडियो अब हेर्न पनि मजा आउँछ भनौँ कि। यहाँ त हाम्रो दाइले हाम्रो यहाँ राति बस्नुहुन्छ क्या दाइ। म दाइले चाहिँ यो भन्छ भिडियो हेर्छु गरेँ म। उयो भएर मैले भिडियो लगाइदिएँ आफ्नो कम्प्युटरमा, काम गर्नेवाला कम्प्युटरमा। सो अब एकछिनपछि हाम्रो अहिले घडीमा हेर्दाखेरि 8 बजिसकेछ। अहिले खाना खाना जाम भनेको। सर चाहिँ माथि बिजी हुनुहुन्छ, कोसँग कुरा राख्नुपर्छ। अनि आजभोलि चिसो पनि भइसकेको छ, एकदम चिसो भइसकेको छ न। त्यही भएर एकचोटि पालिकामा कुरा गरेर होइन, त्यहाँ ब्ल्याङ्केट छ गरे होइन। पालिकामा हुँदा कि ब्ल्याङ्केट घरबाट ल्याउने किन्ने भनेको क्या। अनि त्यही भएर सरसँग कुरा गरेर चाहिँ पालिकाबाट ब्ल्याङ्केट मगायो होइन। ब्ल्याङ्केट त दिनु भनौँ पालिकाबाट होइन। ब्ल्याङ्केट त यस्तो खतम ब्ल्याङ्केट छ कि, यस्तो उयो गर्छ भने अरे देखाउँछु है म तपाईँहरूलाई ब्ल्याङ्केट। यो हेर्नु न ब्ल्याङ्केट यो एमा यस्तरी तान्यो भने यो सब निस्किन्छ के हो। यो पनि के हो भने अरे यस्तो हुन्छ नि, यो मतलब भेडाको कपालले बनेको हो क्या यो। त्यही भएर यस्तो छ हुन त, राम्रो छ न। रेड क्रस सोसाइटीबाट त्यहाँ पनि फ्रीमा मिलेको क्या, त्यही भएर यहाँ पनि ल्याएको छ क्या। उसरी वाम त वाम हुन्छ, एकदम राम्रो हुन्छ शरीरको लागि पनि होइन। बट के ओढ्ने जस्तो लाग्यो, त्यही पनि ओढ्छु होला। यो त कस्तो भन्दाखेरि धोयो भने एकचोटि त्यसपछि चिकुन्छ जस्तो लाग्छ क्या। किन भन्दाखेरि यहाँ हेर्नु न, पुरै यसरी तान्यो भने पुरै भुवा निस्किन्छ कि। यस्तरी हेर्नु न, यस्तै तान्यो भने हेर्नु यति धेरै भुवा निस्क्यो। यस्तो पनि अब पुरै बिस्तारा भइ लाग्ने हो क्या। अब घरदेखि ल्याउनु पर्ला जस्तो छ अवस्था, होइन भने यही किन्नु पर्ला। यस्तो गऱ्यो भने नि हेर्नुहोस्, यो धेरै त्यस्तो कुरा होला यार। अनि सो हाम्रो सर के पो राख्नुपर्छ माथि, अब गेम खेलिराख्नु भएको थियो। अब हेरौँ अब यहाँदेखि खाना खाना जानुपर्छ। आज खानामा पनि रोटी होला सायद, मेरो विचारमा लागिरहेछ। हाम्रो दाजु पनि हुनुहुन्छ हाम्रो ह्यान्डसम दाजु। आउनु दाजु भिडियो नै हेर्बो क्या।
ए के बा ए ठिक बा अनि खाना खाएको चाहिँ हुँदा ए हामी खाना खाइ आइसकेपछि हाम्रो दाजु फेरि खाना खान जानुहुन्छ क्या हाम्रो दाजु चाहिँ त्यही राति बस्नुहुन्छ क्या हाम्रो यो अफिसको ड्युटी गर्नुहुन्छ क्या त्यही भएर त्यही हो चौकीदार हुनुहुन्छ हाम्रो दाजु चाहिँ बाहिर चाहिँ पानी पर्ला जस्तो मौसम छ क्या हेर्नु न बादल पुरै बादल लागेको छ पानी पर्यो भने पनि चिसो हुने एकदम चिसो हुने हो क्या सो भोलिदेखि बिहान चाँडै उठ्नु पर्ला कि त राति पनि म 11-12 बजिहाल्छ न अब त्यही भएर अबदेखि चाँडै सुत्नु पर्ला अनि चाँडै उठ्नु पर्ला त्यसपछि मर्निङ वाक जानु पर्ला अबदेखि भोलि चाँडै उठ्नु पर्ला सरलाई पनि चाँडै उठाउनु पर्ला मर्निङ वाक लाउनु पर्ला सरलाई पनि दिनभरि बस्ने दिनभरि त्यही यस्तो बिजी के कोही नगर्नु क्या हेर्नु न मेरो बिचमा कति बिजी हुन्छ कति धेरै मान्छे आउँछन् भन्दा भिडियो हेर्नुहोस् न तपाईँहरू यस्तो हुन्छ कि भिड हाम्रो बिहानको कम्तीमा 4 बजे नै आउँछन् कि यहाँ त एकदम मान्छेहरू यहाँ 4 बजे आयो हो न 4 बजे आइसकेपछि अनि फेरि टोकन दिने भनेको 9 बजेदेखि हामी टोकन गर्छौँ कि दिन्छौँ कि टोकन त्यही पनि मान्छे आउँछन् कि कस्तो भिड हुन्छ कि यहाँ कुरै नगर्नु क्या अब हेरौँ सरलाई अब खाना जाऊ भन्नुपर्छ अब 9 बजी 8 बजिसक्यो नि त अहिले अनि एकछिन यसो ल्यापटप काम छ गर्नु त्यो काम गरेर आज चाँडै ठिक टाइममा 10 बजी सुतेर अनि अब निस्किनु पर्ला आज भोलि अफिस पनि 10 देखि 4 बजीसम्म मात्र लाग्छ नि त अफिस त्यही पनि त्यस्तै छ भिड पनि धेरै हुन्छ कि हाम्रो सर माथिको उसमा हुनुहुन्थ्यो के पो गरिराख्नु पर्छ भिडियो हाल्नु मन त रेगुलर लाग्छ तर के गर्ने के भयो हाम्रो राजा हेर न कि कामार राजा गयो राजा खतरा मारला राजा खतरा मारला जाउँ कि राजा खाना जाम अब हाम्रो राजा दिनभरि मोबाइल यस्तो कमेडी गर्छन् कि आज एउटा डायलग के थियो एउटा अघिको डायलग ल फेरि भन्नु त्यसमा गार फटाउने गार फटाउनु मतलब हान्नेवाला गेम खेल्छन् कि हान्दाखेरि अर्को उताले हान्दाखेरि गार फटाउनहरू भन्नुहुन्छ कि अब साथीले चाहिँ यस्तो कमेडी हुनुहुन्छ कि जाउँ के राजा यार अब धेरै गेम खेल्ने होइन कि यार यस्तो गार फटाउनु चाहिँ फेन के गार फार्थेल राजा अबदेखि भोलि चाँडै उठ्नुपर्छ मर्निङ वाक जानुपर्छ अबदेखि हो के अब खाना खान जाम होइन अब खानामा के हुन्छ अब त्यहाँ गएर देखाउँछु न हिजो त बाछा थियो अनि आज के हुन्छ हेर रोटी हुन्छ क्या रोटी खायो भने मेरो पेटै भर्दैन कि यस्तो छ के भन्ने अब यहाँ डाइरेक्ट त्यही गएर अन गर्छु किनकि अब यहाँदेखि जाँदाखेरि पनि के भिडियो देखाउने त्यही सधैँ होइन त्यही हो भिडियोमा कन्टिन्यू रहला अब त्यहाँ गएर देखाउँछु के हुन्छ भने भयो भने आज टिकापुर बजार पनि घुम्न जान्छु होला सायद होइन कस्तो हुन्छ रातिको माहौल अनि त्यहाँ हेरौँ जान्छु अहिले म खाना आजमा हाम्रो चाहिँ रोटी छ अनि फुलकोपी छ अनि अचार पनि दिनुभएको छ भाउजूले अनि मजाले खाने हो होइन यत्तिकैमा हाम्रो भाउजूले मही पनि दिनुभएको थियो क्या अनि त्यो मही पनि खाएन पानी सानी खायो अब त्यही हो अब खानासाना खाएर सकिहालेँ अब घरतिर लाग्नु पऱ्यो कोठातिर पुगिसकेँ खानासाना खाएर बाइक भित्र राखिसक्यो अब हाम्रो दाजु जाँदैछन् अब खाना खान जाँदैछन् एकछिनपछि फेरि आउनुहुन्छ बजारतिर घुम्न जाऊँ भनेको पुरै कुहिरो लागेको छ त्यही भएर केही पनि देखेन कि भिडियोमा सो यतिसम्म भिडियो हेर्नु म थ्याङ्क यू सो मच होइन भोलिदेखि पनि कन्टिन्यू हाल्न कोसिस गर्छु भिडियो भोलि चाँडै बिहान उठेर होइन गुड नाइट।